अर्थ जानकारी गराउँदै हुनुहुन्छ। हस्त सरकार अब बाँकी तपाईलाई के सुन्ने इच्छा छ कि त भनेर सोद्धाखेरिमा यिनको जम्मा 13 पुस्ताको वर्णन गरे। पहिलो पुस्ता थियो स्वयं मनु, त्यसपछि उत्तनपाद राजा, उनका छोरा ध्रुव, ध्रुवका छोरा उत्कल, उत्कलका छोरा बत्सर, बत्सरका छोरा अंग, अंगका छोरा बेन, बेनका छोरा प्रेतु, प्रेतुका छोरा जब विजितासु, विजितासुका छोरा हविर्धान, हविर्धानका छोरा प्राचीनबरी, प्राचीनबरीका छोरा दशप्रचेता, दशप्रचेताका छोरा दक्ष है त। बोकाको शिरबेको देहलाई त्याग गरेर राजा दक्ष भएर जन्मनुभयो। ब्राह्मणबाट राजा दक्ष हुनुभयो, फेरि प्रजापति नै भए। हस्, यो तिग्रा पर्यन्त कथा विराट विभूति सुदृढ गर्नका लागि पनि यो भागवतको वर्णन यहाँलाई मैले प्रस्तुत गरेँ। अब यहाँलाई जाङ पर्यन्त पञ्चम स्कन्धको कथा उकाल्दैछु। अब पञ्चम स्कन्धमा के सुन्न चाहनुहुन्छ भनेर राजा परीक्षित महाराजलाई सुखदेव बडो गम्भीर बाणीमा यथार्थ जानकारी गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। श्रीमद् भागवत महापुराणको ओम नमो भगवते मुरारे नाथ नारायण वसुदेव वासुदेवं भज भज ओ वासुदेवं भज भज वासुदेवं भज वासुदेवं ओम श्री गणेशाय नमो राजो वाचम ओम नमो भगवते वासुदेवाय प्रियव्रतो भागवत आत्मरामं कथं मुने गृह रमतेर्मूल कर्मबन्ध पराभवमयो। श्रीमद् भागवत पंचम स्कन्धको पहिलो अध्याय राजा परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो। हस्त सरकार यसै प्रसङ्गको बीचमा अब त्यहाँ देखिनु प्रान्तमा यहाँलाई मैले जुन कथाले प्रमाण गर्दै 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 ल्याएँ। अब प्रियव्रत नाम गरेका राजा स्वयं मनुका कान्छा छोरा, उहाँले वैराग्य सुदृढ गर्नका लागि जङ्गल जान आँट्नु भएको थियो। पहिला कुनै कुरा पनि खाएको कुराको स्वाद हुन्छ, नखाएको के थाहा हैन। यो कुरा अनुभव गरिसकेपछि छोड्न सजिलो हुन्छ। अब अनुभव गर भनेर जब ब्रह्माजीले भनिदिनु भयो र फर्केर आउनुभयो र हेर्नुहोस्, कुनै पनि व्यक्तिले आफू लाइटमा आउनु छ भने नौलो काम गर्न सुरु गर्नुपर्छ। पुरानो काम गरेर कसैले पनि पत्याउँदैन। त्यो त जसले नि गरिरहेकै थियो, अहिकाले नि गरेकै थिए। नौलो काम गर्नुपर्छ। अनि चर्चा र परिचर्चा हुन थाल्छ। ए क्या हो क्या हो त्यो को त्यो भन्न थाल्छन्। बल्ल ओइ यी बाटो लुरु लुरु हिँड्यो भने त कसले घुमाउरो बाटो अर्को बाटो जानुपर्छ। र त्यसै कारणले गर्दाखेरिमा त्यो जब छुट्टै हुन्छ अर्को बाटो गएपछि हुँदो रहेछ नि। अस्ति काँडा एउटा केटी आएर प्लेनमा बसिरहे नि त नि कताबाट कति चर्चामा आइथ्यो हो कि जस्तोसुकै होस्। यसै कारणले गर्दाखेरिमा अलिकति जब बेगल बाटो, बेगल मार्ग, बेगल लाइन, तर नीतिलाई नछोडिकन अलिकति जब प्रक्रिया बदलिदिने हो भनेदेखि अनि अवश्य मेवा चर्चामा आउने हुनाले उहाँले के विचार गर्नुभयो, अब यो काम गर्छु भनेर। ल अब यो काम गर्नु पर्यो भनिकन सारा सम्पूर्ण प्रभावबाट सबै प्रकारको कामना भयो, सबै प्रकारको विचार भयो, सबै प्रकारको ध्यान मनन भयो। र अनि सब यो संसारमा सूर्य नारायण किन उदाउँछन् त किन अस्ताउँछन्, कि उदाएको उदाय बनाइदिन्छु कि अस्ताको अस्ताय बनाइदिन्छु भनेर पृथ्वीको चक्कर लगाउन लाग्नुभयो ब्रह्माजीले। यस कारणबाट राजा प्रियव्रतले एक राउन्ड लगाउनु भएको थियो, सूर्य अस्ताए। अर्को राउन्ड लगाउनु भएको थियो, सूर्य अस्ताए। अर्को राउन्ड लगाउनु भयो, सूर्य अस्ताए। 7 दिनसम्म 7 राउन्ड लगाउँदा 7 दिन अस्ताए सूर्य नारायण। अब यो केही लाग्दो रहन्छ भनिकन उहाँका 13 भाइ छोरा थिए। 13 भाइ छोरा मध्येमा उहाँको पत्नीको नाम थियो महाराज ऊर्जस्वती नाम गरेकी कन्या पैदा भइन्। जब यस्ता कारणबाट तिनको पत्नी थिइन् वैरिष्मती। वैरिष्मती भनेको विश्वकर्माकी छोरी हुन् है। विश्वकर्माकी छोरी राजा प्रियव्रतले बिहा गरे। प्रियव्रतकी छोरी जब शुक्राचार्य गुरुले बिहा गरे, शुक्राचार्यकी छोरी देवयानी राजा यायतीले विवाह गरे। अब के को जात भात र कुल कुटुम्ब थियो त नि है। विश्वकर्माकी छोरी प्रियव्रत राजाले, प्रियव्रतकी छोरी शुक्राचार्यले, शुक्राचार्यकी छोरी राजा देवयानी। राजा यस किसिमबाट भगवान कृष्णको जिजु आमा पर्ने के थियो त नि त्यहाँ
यसै प्रकारले गर्दा राजा यो संसार सारा यसरी गएको थियो। यिनीका 13 भाइ छोरा मध्येमा आग्निद्र कवि जब यस्ता प्रकारले आग्निद्र आदि गरिएका जम्मा 10 भाइ माने 13 भाइ थिए। उत्तम तामस र रैवत मनोपदमा गए। आग्निद्र आदि गरेका 7 भाइले 7 दिपको राज्य लिए। 3 भाइ ऊर्ध्वरेता भए। राजा प्रियव्रत संसार तुच्छ मानेर जङ्गल जानुभयो र यसै कारणले यो जब समुद्रले बेरिएको छ क्या, यो हाम्रो यहाँ छ्यार सागर समुद्रले बेरिएको छ, नुनको सागरले हामीहरू बेरिएको ठाउँमा बसेका छौँ। त्यसो भएर हाम्रो यहाँ नुन बहुत सस्तो छ। हो कि होइन? कति रुपियाँ मानो छ नुन? 10 रुपियाँ? 10 रुपियाँ किलो होला। अच्छा, घिउको कति रुपियाँ किलो होला? कति रुपियाँ किलो छ घिउ? 270? 230 हो? हामी त अर्का घर जाँदा खानु पर्यो उसो भए त कसो? यसै कारणले गर्दाखेरिमा हेर्नुहोस्, यो जति अब त्यो भए नि हुने नभए नि हुने घिउ चाहिँ 230 रुपियाँ किलो, नभई नहुने नुन चाहिँ 10 रुपियाँ किलो। भगवानले कति जब चाहिएको छ, कस्तो किसिम मिलाइदिएको छ। आधारभूत आवश्यकताको सामग्री सस्तो हुनुपर्छ। त्यसो भएर नुन सस्तो बनाउनु पर्ने ईश्वरले नुन सस्तो बनाउनु भयो। फलाम सस्तो हुनुपर्ने फलाम सस्तो भयो। अब त्यो सुन महँगो भएर के गर्छ? हात काना गलामा लाउने हो, नलाइदिरमला। कुटो हुँदैन, गल हुँदैन, गैँचे हुँदैन, पिक हुँदैन, खुर्पा हुँदैन, हँसिया हुँदैन। के चाहिएको छ त्यो? लाउने हो, नलाइदिउँला। यस कारणबाट फलाम मँगिनु भएन, चिनी मँग्नु भएन, कपास मँगिनु भएन, कि होइन? र यसै कारणले यो चाहिँ आधारभूत आवश्यकताका सामग्री ज्यादै सस्तो हुनुपर्छ। सबभन्दा सस्तो के छ संसारमा? नुन र चाहिन्छ त। नुनभन्दा सस्तो के छ? पानी। पानी त झन् नहुने हो भने 1 दिन पनि बच्दैन मान्छे। अनि त्यसभन्दा पानीभन्दा सस्तो के छ? हावा, वायु। वायु त झन् जब 2 सेकेन्ड माने 2 मिनट वायु रोका भयो भने कसका बम, कसका बाढी, कसका तोफान, कसका हात हतियार 70 2 मिनटमा समाप्ति हुन्छ। यसै कारणबाट त्यस्तो चिज प्रभुले सस्तै सित्तिकै दिनुभएको छ, होइन? यस्तो सोच्नु पर्यो। यही हो ईश्वरको खेल भनेको। हामीले बनाएका चिज चाहिँ कति महँगो छन्। काँचा पुतलीले कति पर्छ हेर्नुहोस् त। त्यत्रो वायुमण्डल छोड्ने प्रभुलाई केही छैन। त्यसै दिनुभएको छ। आधारभूत आवश्यकताका सामग्री सस्तो हुनुपर्छ। त्यसो भएर यो सिंहदरबारमा बस्नेहरूले सुन्नुपर्छ त्यो कुरा। यिनलाई के थाहा त्यो कुरा? आधारभूत आवश्यकताका सामग्री सस्तो हुनुपर्छ। म त बारम्बार भन्छु, त्यस्ता आउँदैन नि यहाँ, अनि के गर्ने? त्यो खाउवा आउँदैनन्, के गर्ने? इसारा सम्पूर्ण त्यो सस्तो हुनु पर्यो। नुन सस्तो हुनु पर्यो, फलाम सस्तो हुनु पर्यो, चिनी सस्तो हुनु पर्यो, कपास सस्तो हुनु पर्यो, घरेलु कपडा सस्तो हुनु पर्यो। त्यो चुरोट के? त्यसलाई 1 खिललाई 500 रुपियाँ भन्दिनु हुन्थ्यो। के चाहिएको छ त्यो? त्यो अर्को खाएर पछाडि नि त्यो 1 मानालाई 10,000 भन्दिनु हुन्थ्यो बरु। के चाहिएको छ त्यो? त्यही पनि ल्याएर घर सिरानमा राखेर सुँगेर बसिरहेर आउने के? ओहो कति मिठो है, बासा आएको भनेर त्यो सुँगेर बसिरहेर आउँथ्यो। हेर्नुहोस्, यस्ता नचाहिँदा कुरा किन जब सस्तो बनाउने? ती महँगो बनाइदिनु पर्यो। आधारभूत आवश्यकताका सामग्री सस्तो हुनु पर्यो। तब यो सरकारको विवेकमा हुनुपर्ने कुरा हो। र यस कारणले मात्रै मुलुकको विकास र निर्माण हुन्छ। अनि सबलाई जब सुलभ हुन्छ, आनन्द आउँछ। विलासिताको चिजहरू जब ज्यादै महँगो हुनु पर्यो। विलासिताका सामग्री जतिसुकै महँगो भए पनि हुन्छ, के आवश्यक? र त्यसै कारणले राजा परीक्षितका हजुरमा सुखदेव स्वामीले यस प्रकारबाट निर्णय गराउनु भयो। अनि बाँकी अंशका लागि सारा सम्पूर्णले यो प्रकारको विचार गरेर सबै प्रकारको ध्यान, सबै प्रकारको लक्षणमा अब राजा प्रियव्रतले संसारलाई त्याग्नुभयो। 13 भाइ छोरा मध्येमा आग्निद्र भन्नेलाई जेठोलाई जम्बूद्वीपको राज्य दिनुभयो। जम्मू प्लक्ष सालमले कुश क्रौञ्च शाखा पुष्कर भन्ने 7 वटा द्वीप। गाडीको टायरले खिचेको जग्गा खाल्डो भयो, पानी जम्यो सागर भयो। गाडीको टायरले नखिचेको जग्गा टापु भयो, त्यसलाई द्वीप बनाइयो। 7 समुद्र 7 द्वीप।
सात भाइ राजालाई 7 ठाउँको द्वीपको राज्य सञ्चालन गरेर राजा प्रियव्रत आफ्नी महारानीलाई छोडेर जङ्गल जाएर 11 अवृद्ध वर्ष पछाडि मुक्ति हुनुभयो। महाराज परीक्षित यस्तो छ कथा। यसै कारणले जसरी हुन्छ सम्झिरहनु दिनमा सिरारी हरे राम नाम जपेर पार तर्ने हो, राम नाम जपेर पार तर्ने हो, जिन्दगीको भर छैन कहिले मर्ने हो।